दिउँसोको खाजा बनाउने बेला भयो। अब आज केटाकेटीको बिदा आइतबार है। के खाने भन्छन्, अब चटपट खाने भनिरहेछ नि। मेरो सानो मिनी ब्लग चाहिँ यो सानो मिनी मान्छेबाट सुरु हुन्छ। उहाँ ढड्डु हुनुहुन्छ, ढड्डु धडाइ छैन, सिर्फ खान मन लाग्छ मिठो मिठो। यहाँ यस्तो ल्याएर पनि राखिसकेछ केटाकेटीले। यहाँ चनाको टुसा उमारेको थिएँ मैले। केटाकेटीले चटपट खाने भनेर कस्तो मजासँग उम्रेछ हेर्नु न। यसलाई चाहिँ म एक सिटी लाउँछु। यता चाहिँ छ मेरो सुपुत्र मिनी ब्लग। So bye guys when playing up football. हेर्नु त कति राम्रो रहर लाग्ने गरे है। यस्तो देख्दा मलाई पनि खुसी लाग्छ। त्यसपछि चाहिँ अब म कुकरमा राखेर चाहिँ यसलाई हल्का एक सिटी लगाउँछु ठुलो ग्यासमा। पनि अन गर्दै अब म सामानहरू काटकुट गर्न लाग्छु। मुला छ, यो चाहिँ तराईबाट एउटा बहिनीले ल्याइदिएको हो। यो अमिलो एकदम मलाई मनपर्छ, गुलियो पनि हुन्छ। प्याज त सकिसकेको रहेछ, प्याज चाहिँ थोरै भयो। अब यसलाई म काटकुट पार्छु। अब चाहिँ यिनी काटकुट गरेको सामान हालेँ मैले। थोरै चाहिँ हरियो खुर्सानी राखेँ, केटाकेटी पिरो भन्छ नि, थोरै धुलो खुर्सानी हाल्नु पर्ला। चना हाल्यो, यो भयो। त्यसैमा अब हरियो यो बेसार हाल्यो, अलिकति मैले हल्दी काँचो गनाउँदैन के गर्ने। अनि नुन अब स्वाद अनुसार कति नुन हो, अब पछि टेस्ट गरेर हालिन्छ। अब अमिलो हालेपछि केटाकेटी चाहिँ दुईवटा चाल्छो हाल्नु भन्छ, म चाहिँ दुईवटा नहाल्नु। धेरै चाल्छोको काम छैन अचक गर्नेतिर, एउटै चाल्छो इनफ हुन्छ। यो पनि हालियो। यो चाहिँ टमेटो दुईवटा मात्र हाल्यो, धेरै केटाकेटीले मन पराउँदैन। अब यहाँ र जिराको धुलो मसला असर गर्दैन यसले। टेस्टको लागि थोरै धुलो खुर्सानी, धेरै पिरो हुन्छ तिमीलाई। के आयो तेलमा, त्यसपछि यो काँचो तोरीको तेल हो, खतरा हुन्छ। त्यसपछि यसलाई मोलमाल पार्यो। अब यो हेल्दी भयो कि नै?